हेलो नमस्ते साथीहरू। हामीहरू पहिलो म्याच हारे पनि निराश नरहनुहोला, किनकि अझै हाम्रा 3टा म्याच खेल्न छ। के तपाईँलाई लाग्छ नेपाल सुपर 6मा पुग्ला यसपालि पुग्नै पर्छ, किनकि जुन हिसाब किताबले हाम्रा खेलाडीले आफ्नो प्रदर्शन गरेर देखाइराखेका छन् त्यो धेरै राम्रो भन्दा धेरै राम्रो छ। अझै राम्रो खेल खेलुन् भन्ने शुभकामना छ। साथमा सुपर 6मा पुग्नको लागि हामीहरूले 3टै म्याच जित्न जरुरी छ। हुन त 2 म्याच जितेर रन रेटको हिसाब किताबले पनि पुग्न सक्ने चान्स थोरै छ, तर फेरि पनि त्यो त के हो किन रन रेटको हिसाब किताब खोल्नु। हामी वीर गोर्खालीका छोरा हौँ भने जस्तै आफ्नो 3टै खेल महान तरिकाले जिती आफ्नो सुपर 6मा जग्गा बनाई आफ्नो खेल प्रस्तुति गरी हाम्रो देश नेपाललाई अझै माथि चिनाउनको लागि नेपाल पनि अब क्रिकेटको लागि महान भएछ भन्ने विश्वको लागि चिनाउनको लागि पनि जरुरी छ। हस्त शुभकामना, किनकि हामीहरू जितको लागि खेलेको, हार्नको लागि होइन भन्दै मेरो यही 2टा शब्द यहीँ टुङ्गाउँछु। धन्यवाद।